दोलखा भीमसेन जाँदा कतिजनाले महाप्रसाद लिएर आउनु भएको छ त। नमस्ते, आज अलिकति आउट अफ टपिक कुरा गर्नुभयो त। महाप्रसादको बारेमा कतिजनाले सुन्नुभएको होला, कतिजनाले सुन्नु भएको छैन होला, धेरैचोटि गरेर पनि मलाई थाहा थिएन भन्ने पनि हुनुहुन्छ होला। हामीलाई पनि एकजना म्यामले भन्नुभएको थियो, त्यो अनुसार हामीले गरेको थियौँ। महाप्रसाद चाहिँ यस्तो हुन्छ, यस्तो खाममा दिनुहुन्छ। मलाई चाहिँ कुनै प्रसाद खाने खालको होला जस्तो लागेको थियो, तर यस्तो खाममा आउँदो रहेछ। दोलखा भीमसेन महाप्रसाद लेखेको यस्तो खाम हुन्छ। खामभित्र चाहिँ दोलखा भीमसेनलाई पसिना आउँदाखेरि पुसेको कटन हुन्छ यहाँभित्र। यो चाहिँ हजुरले घरमा ल्याउने, चोखो ठाउँमा आफूले पूजा गर्ने ठाउँमा राख्ने, आफूलाई केही आफ्नो लाइफको कुनै इम्पोर्टेन्ट कुराहरू छ, कहीँ काममा जानुपर्ने छ, त्यस्तो इम्पोर्टेन्ट छ भने चाहिँ यसबाट थोरै रुवा निकालेर आफूसँग साथमा राख्ने। काम पुरा भएपछि अनि फेरि यही खाममा लिएर राखिदिने, चोखो ठाउँमा राख्नुपर्छ यो चाहिँ है। अब कहाँबाट लिने, कसरी लिने, कतिचोटि गइसके थाहा थिएन भन्नुहुन्छ होला। हजुरहरू चाहिँ दोलखा भीमसेन जाँदाखेरि चाहिँ त्यहाँ कोही गुरुहरू, त्यहीँको कोही मान्छे हो जस्तो लाग्यो भने हजुरले उहाँ सोध्ने, उहाँलाई गुरु यहाँ महाप्रसाद लिने ठाउँ कहाँनिर छ भनेर हजुरले सोध्नुभयो भने पनि उहाँले लिएर जानुहुन्छ या देखाइदिनुहुन्छ। यदि कसैलाई भेट्नु भएन भने ठ्याक्क मन्दिरभन्दा अगाडि ओह्रालो झर्ने बाटो छ। ओह्रालो झर्ने बाटोमा चाहिँ एउटा घर छ, ठ्याक्कै अगाडिपट्टि पण्डितजीहरू त्यहाँ टिका लाउन बसिराख्नु भएको हुन्छ। त्यही घरको तल्लोपट्टि लेफ्ट साइडबाट छिर्नुहोस्, तल्लोपट्टि चाहिँ एउटा ढोका छ, खुल्ला छ भने त्यहाँबाट लिने, होइन भने कसैलाई सोधेर मलाई महाप्रसाद लिनु छ कसलाई भन्ने भनेर सोधेर त्यहाँ अनुसार लिन सक्नुहुन्छ हजुरले है त। हजुरलाई यो बारेमा थाहा थियो कि थिएन? थिएन भने या थियो भने पनि लाइक, कमेन्ट, सेयर, रिपोस्ट गर्न चाहिँ नबिर्सिनु होला है त। थ्याङ्क यू।